हेलो एभ्रिवान, सबजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आज हामी जान गइरहेका छौँ माथि टाक्ने डाँडो पिकनिक। पिकनिक अब जान लागिरहेको छौँ, हिँड्दैछौँ। अब यस्तै होला, धेरै पछि ब्लक हाल्ने। हामी यस्तो गुनास रेन्चुरल ठाउँमा आइपुगेका छौँ। उता हिमाल हेर्नु होला, खतरा भ्यू रहेको छ। हिमाली रहेको छ यता रेन्चुरल ठाउँ। हामी 4-5 जना रहेका छौँ है, आइरहेका छौँ हामी। यता कुखुरा फार्म रहेको, यता कुखुरा फार्म रहेछ, हेरिदिउँ होला। कुखुरा चाहिए यो ठाउँमा आएर सम्पर्क गर्नुहोस् ल। सस्तोमा पाइन्छ। उता पहाडी फर्पु रहेछ, पहाडी फर्पु यस्तो रहेछ, हेरिदिनु होला। यता उता हिमाल रहेको रहेछ। यस्तो बाटो रहेछ। यहाँ अब हामी मासतिर गइरहेछौँ, हेरिदिनु होला। एकदम राम्रो ठाउँहरू रहेको छ। यता काका आउँदै हुनुहुन्छ यता है। काकाले पनि भ्लगलाई सेयर, सपोर्ट अनि सब्सक्राइब गर्न लगाउनेछ। यताबाट रोड गइरहेको छ। हामी यताबाट मासतिर लाग्नेछौँ। यो पानीको माथिबाट पानी ल्याएको, हुसुनेबाट हल्लो खोलाको मुहानबाट पानी ल्याइएको छ यसमा है। पानीको सुविधाको लागि पाइप ल्याएर होइन, टक्क आज सब फुलेको छ, कुहिरो सुइरो छैन। हेरिदिनु होला, खतरा रहेको छ। बाटो यस्तै रहेछ है। हाम्रो सोची माथि डाँडामा जाने सोच रहेर पिकनिक खाने सोच रहेछ। आजको हाम्रो बसाइ मासतिरै हुन नि सक्छ। फाइनल्ली हामी टाट्ने आइपुग्न 10 मिनट रहेको छ। अलि ऊ माथिको डाँडा रहेछ टाट्ने चाहिँ। यतातिर घरहरू पारी चाहिँ 1 घन्टा 10 मिनट लाग्दो रहेछ टाट्ने आइपुग्न। रामडी बजारबाट हिँडेर यता गुनासहरू ढक्क तलबाट एकजना साथी आउँदै रहेको रहेछ हो। त्यहाँ 2 जना खटिसकेका छन् अगाडि। लेकको हावा नै क्या मजा लाग्दो छ।
चाहिँ मावली गाउँ हो। ससुराली गाउँ मेरो पनि हुन नसकेको ससुराली गाउँ। मक्क फुलिसकेका छन्। त्यसै रहेछ माथि अब जाने हो पिकनिक खाने हो अनि झर्ने हो। पिकनिकका सामान चाहिँ झोलामा बोकेको छ अरे अनिल भन्ने केटोले। ठुला मात्रामा पिकनिक गर्ने हो माथिबाट। यस्तै छ गाउँ संसार। हरियालीको मजै छुट्टै छ। अनिल भन्ने केटो चाहिँ पिक्काडो हिँडिरहेको छ। अगाडि दुईजना हिँडिरहेको छन्, हामी दुईजना पछाडि छौँ। त्यसको हिँडाइलाई त सक्दैन नि फेरि, काठो हिँडेको छ। रोड बाटो रहेछ। यतिको नभएको भए त अनि कहाँ भए। र आलु रोपिसकेको रहेछ। अलिकको आलु खतरा तरिकाले रोप्दा रहेछ नि। फल्न पनि खत्रै फल्छ यतातिर आलु चाहिँ। यतातिर धान चाहिँ फल्दैन। कोदो मकै चाहिँ फल्छ खत्रै।
खत्रै काट्ने डाँडो भन्ने खत्रै रहेछ, सबै घुमाइदिनु होला। गाउँहरू पनि भइसक्यो, उम्रिसकेको रहेछ। यता पारिबाट यस्तो रहेछ। खान चाँडो गर्ने हो नि, अब जाउर छर खुन्ने हो। अनि यहाँ ऊ माथि चाहिँ बासे डाँडो रहेछ। ऊ माथि उता यो डाँडो अलिकति उतापट्टि चाहिँ बासे डाँडो देख्न सक्नुहुन्छ। भिरतला त्यही हो, यहाँ तेर्सै गएर अलिकति मास्तिर जानुपर्छ भिरतला जानको लागि। अनि यता बासे डाँडो, अनि यता चाहिँ अब खतरा ठाउँ रहेछ। अब यता उता चाहिँ चन्दनको रुख रहेछ। अनि अब यता एउटा खत्रै आल रहेछ। एउटा खत्रै आल। यहाँ एउटा खानपान छ त यता एउटा सानो पोखरी रहेछ, राम्रो हेरिदिनु होला। यता चाहिँ नागबेले खत्रै रहेछ है, यता भित्ता क्या मिलेर बसेको नागबेले। हामी चाहिँ दाउरा खोज्न लागेका छौँ मासतिर। दाउरा त चाहियो अब पकाएर खानाको लागि, त्यही भएर यस्तो छ तर्को गुफाहरू रहेछ। हामी चाहिँ अब दाउरा खोज्नको लागि गुफामा फेरि जङ्गल यस्तो गुफा रहेछ। तरै सुताले बनेको चटक्क गुफा। यस्ता भित्र त भालु लुक्ने गुफा हो। यस्तो गुनास यस्तो रहेछ। यहाँतिर भ्यू खत्रै रहेछ, खत्रै भ्यू निकालिरहेछ। हामी यहाँ रोस्ट बनाउन लागिरहेका छौँ, हेरिदिनु होला पुरै। यता यस्तो रहेछ। अब चाहिँ हामी पिकनिक सकेर चट्टा लाएर घरतिर जान लागेको होइन। अब पिकनिक सकेर चटक्क घरतिर जान लागेको हामी। अब यहाँ अहिले फोटोसोटो हान्ने कार्यक्रम चलिरहेको छ यतातिर। अब हामी अब घरतिर जान लागेको। हस् त अब धन्यवाद।